Vlog न्यू डे गाइस सबैजना सन्चै राम्रै हुनुहुन्छ होला म पनि सन्चै राम्रै छु यत्तिकै काम नभएर यत्तिकै बसिरहेको गाइस सबैजनाले देख्न सक्नुहुन्छ यो पछाडिको चाहिँ स्कुल चाहिँ म पढेको गाइस देख्न सक्नुहुन्छ भेडाहरू चलिरहेको छ यो ठुला चौरमा गाइस यो चाहिँ मन्दिर आज चाहिँ यो मन्दिरमा चाहिँ दसैँको बेला मात्र पूजा हुन्छ अनि उताको पारिको भ्यू हेर्न सक्नुहुन्छ दामी छ गाइसहरु त्यो चाहिँ बुढियार खोला भन्छ त्यसलाई अब गाउँघरतिरको जस्तै हुन्छ नि त मकैले धान सान हालिरहेको छ केही बसिरहेको हामी चाहिँ बेरोजगारी जस्तै भनौँ गाइसहरु सबैजनाले बुझ्नुहुन्छ चाहिँ यत्तिकै बसिरहेको देख्न सक्नुहुन्छ एउटा ठुलाचोर स्कुलमा मैले पढेको स्कुल गाइसहरु यत्तिकै हल्का ब्लगको नाम नभनेर यत्तिकै सक्नुहुन्छ आफूले टेन्सन त त्यस्तै हो जिन्दगी भनेको जिउनु पर्छ गाइसहरु धेरै कुरा अघि बढ्नु छ सोच्नु छ अनि एउटा कुरा चाहिँ लाइक अनि सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला है मेरो युट्युब च्यानलमा छोटो मिठो भिडियो आइरहेको हुन्छ तपाईसँग हेर्न नभुल्नु होला भन्न म गाइसहरुलाई जानकारी दिएँ गाइसहरु भेडा हेर्न सक्नुहुन्छ अघि टिकटक बनिरहेको छ यत्तिकै चाहिँ अब यत्तिकै बसिरहेको के गर्नु छ र त जिन्दगीमा चाहिँ गाइसहरु सबैजनाले लाइक अनि सब्स्क्राइब गर्न नभुल्नु होला अनि शेयर गर्न पनि नभुल्नु होला है भन्ने म अनुरोध गर्दछु मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नु होला त्यही हो गाइस हजुरले माया गर्न सक्नुहुन्छ मैले पनि छोटो मिठो भिडियो बनाइरहेको हुन्छु यस्तो अब ठुलो ब्लगर भनेर नसक्ला सानो चाहिँ ब्लग चाहिँ हालिरहेको हुन्छु गाइसहरु के गर्छौँ कसो गर्छौँ भनेर हजुरहरूलाई म अपडेट दिइरहेको हुन्छु